अनदर ब्लग। आज चाहिँ हामी साउथ ट्रिप जाँदैछौँ। हामी चाहिँ यो ट्रेनबाट त्रिवेन्द्रमको लागि निक्लेको। अनि यो ट्रेन चाहिँ हामी हिजो दिउँसो 3:25 को ट्रेन हो यो। कलेजमा हस्पिटल सबै कामसाम भ्याएर त्यसरी निस्किँदाखेरि अलि रस रस जस्तो भयो। अनि अब हामीलाई लगभग हामी साँझतिर 5-6 बजीतिर पुग्छौँ। त्यसपछिबाट ट्रेनको जर्नी चाहिँ राम्रै भयो। लाइक अब बिचमा त अलि झ्याउ पनि भयो, किनभने मैले चार्जर ल्याउनु बिर्सेँ कि एक्ज्याक्टली। चार्जर ल्याउनु बिर्सेँ मैले। साथीहरू अथवा साथीहरू भन्दा नि यता जो भेट्यो उसँग चाहिँ यताउति गरेर चार्जर मिलाएर अहिले मोबाइलबाट चाहिँ भिडियो लिइरहेको छु। अनि त्यसपछिबाट हामी चाहिँ खास आएको 2जना हो, म र मेरो साथी आएको हो। अनि अहिले बाहिर देखिरहेको चाहिँ यो कोइम्बतुरको एरिया हो। यो बाहिर जति पनि यो ट्रिजहरू अनि अलिअलि पहाड जस्तो देखिरहेको छ त्यो सबै चाहिँ कोइम्बतुरको एरिया हो। अहिले हामी हिँड्दैछौँ अझै पनि। अनि अनि अर्को चाहिँ मेरो चाहिँ अप्पर बर्थ हो कि, यो मेरो बर्थ हो। अनि त्यसपछिबाट यहाँ हामी बस्दाखेरि तल चाहिँ केटाहरू थियो हिजो बेलुका चाहिँ। अनि उनीहरूले घरबाटै खानासाना लिएर आएको छ, मतलब अर्डर गरेर रहेछ। अनि रमाइलो भयो, उनीहरू चाहिँ सबै खानाहरू सेयर गर्यो हामीलाई। हामीले पुलिहोरा, पुरी, दाल, तरकारी सबै खायौँ हामीले। जस रमाइलो भयो। हामीले किनेको खाना चाहिँ अलिकति बाहिर फाल्नु पऱ्यो, होइन भने खाना चाहिँ उनीहरूले ल्याएको चाहिँ बवाल मिठो थियो, बवालै मिठो थियो। अलिकति घुलमिल हुँदा केटाहरू चाहिँ 8-10जना हामी थियौँ। घुलमिल हुँदाखेरि चाहिँ रमाइलो भयो। हेलो हेलो हेलो, रोलिङ नाउ। अब हामी चाहिँ त्रिवेन्द्रम जङ्सन आइसकेछ। यता हेर्नु है, त्रिवेन्द्रम जङ्सन आइसकेछ। हामी चाहिँ झर्दैछौँ। हामी आएको ट्रेन चाहिँ यही नै हो, स्लिपरमा आएको हामी। स्लिपरमा आएको कहिले ल यहाँ सर है। अब हामी जाँदैछौँ। हामी चाहिँ जाँदैछौँ। तिमी नि एउटा माइक राख यार। 27 घन्टा 24 मिनटमा अहिले होइन पखाऊ ल। अब हामी चाहिँ लगभग कति भन्दाखेरि 27-28 घन्टा 40 मिनट 2 साढे 2 बजे हिँडेको हामी हिजो। आज चाहिँ हामी अहिले ठ्याक्क टाइम भनिदिनुहोस् न, 6:12 भनेको त्यही 27-28 घन्टा लाग्यो हामीलाई। अनि अब हामी चाहिँ अब यो के अरे बाहिर होटलहरू कति कहाँ के छ भनेर हामी चाहिँ खोज्दैछौँ। एउटा एक ठाउँमा हामी कतै बस्छौँ। पहिला सुरु अलिकति चिया खाने हुन्छ, अलिकति चिया पिन पऱ्यो अरे अलिकति। यता चाहिँ स्टेसनमा चाहिँ यस्तो छ है सिन साथीहरू। हामी चाहिँ भर्खर झरेको भएर यहाँ अरू मान्छेहरू पनि टन्नै छ क्या। हामी चाहिँ उल्टो गइरहेको जस्तो लाग्यो। यिनीहरू उता हिँड्दा हामी चाहिँ यता हिँड्दा के होला, यता हो कि आऊ एक्जिट। एक्जिट चाहिँ यता हो खासमा। हामी चाहिँ उल्टो गइरहेको छ। हामी चाहिँ उल्टो गइरहेको रहेछ होइन साथीहरू। अब यहाँबाट पहिला सुरु हाम्रो काम के हुन्छ भने निष्कर्षण हुनु पऱ्यो। निष्कर्षण यहाँबाट हामी एक्जिट गर्ने। त्यसपछि बल्ल केही खाएर यहाँ हो रे, यहाँ रहेछ कि जाम। यो जाम ठाउँबाट एक्जिट हो जस्तो लाग्यो मलाई। हामी चाहिँ यहाँ पुगिरहेको। अब एक्जिटमा चाहिँ अलिकति त्यसबाट लाइन बस्नु मन लाग्छ। अघिदेखि त्यो भिडमै बसिरहेको। मलाई चाहिँ हिजोदेखि खुसी लागेर लुगा लगाएर रातभरि घुम्न, तर रातभरि पनि दिउँसो पनि धेरै नै कोक्नु, राति नै पुगिरहेको। अलिअलि फिभर पनि आयो। थ्याङ्क यू दिपराज भाइ। हामी के भाइ भन्ने कि दाई भन्ने? अब हामी यहाँ के गाह्रो साह्रो पऱ्यो भने तपाईँलाई फोन गर्ने हो है त। हस् फेरि आउँछौँ हामी यहाँ है। एसी डर्मेटरी हेर्नु लाग्यो, डर्मेटरी कस्तो हुन्छ भनेर।
डर्मेटरी राम्रो भयो भने चाहिँ यहीँ बस्ने, होइन भने हामी अर्को रुममा सर्ने हो। अरू कुरा त्यस्तै हो होइन। सरासर एकचोटि यहाँबाट सेफ चाहिँ कतिको सेफ हुन्छ थाहा छैन। हेरौँ हेरौँ राम्रो के भन्दा के हात देखाएको केही हुँदैन हो कस्तो चाहिँ हेरौँ न बरु। टोइलेट बाथरुम चाहिँ कमन हुन्छ कि के हो सिरियस? लाइट लाइट छोडिदिउँ है एसी वाला यस्तो रहेछ है। यो मान्छेले चाहिँ हामीलाई होटल देखाउन भनेर लगिरहेछ। एक ठाउँमा चाहिँ यसले उसको स्टाफ रे त्यहाँको स्टाफ भनेर होटलको त्यो भिजिटिङ कार्ड देखाइरहेछ होइन। सो हि इज ट्राइङ टु कन्भिन्स द्याट हि इज स्टाफ देयर। सो वी आर गोइङ। उहाँ त्यहाँ चाहिँ हेर्छ कि हेर्दैन थाहा छैन, बट हामीले त्यही यो होटलकै लाइन हो। यतै अरू पनि होटल हेर्छौँ है त। अन्ना पेरु नेम चन्द्रया। सो चन्द्रया हाम्रो अङ्कलले चाहिँ हामीलाई कोठा देखाउँदैछ। वी केम हियर समवाट 800 मिटर डिस्टेन्सतिर आएको छौँ है। रुम हेरौँ यहाँ चाहिँ, रुम चेक गर्न आएको। टोइलेट बाथरूम अट्याच है अंकल? टोइलेट बाथरूम अट्याच्ड? टोइलेट बाथरूम इनसाइड खै दिया होगा? नुहाई धुवाई गरेर आइयो होइन। नुहाई धुवाई गरेर आइयो। अब चाहिँ हामी यहाँ यो भैया एक बार वो मेनू दीजिए ना। होटल वाइलाला होटल वाइलाला हो कि के भन्ने त्यहाँ चाहिँ मैले चाहिँ के भन्छ अल्फम एउटा चिकनको पिस र अनि त्यसमा एउटा सानो रोटी आउँदो रहेछ, त्यो खान लाग्दैछु। साथीले चाहिँ भेज बिरयानी भन्छ। यहाँ हेरौँ कस्तो छ। तर चिया चाहिँ यहाँ हैदराबादमा जस्तो नपाउने रहेछ। चिया कुनै पनि ठाउँमा अहिलेसम्म मैले 5 देखि 7वटा कतिवटा ट्राई गरेँ होला, कहीँ केही पनि चाहिँ चिया मिठो जस्तो केही लागेन। यसो गरेर दिने रहेछ, पहिला चिनी पहिला हालेर। सो टी इज नट गुड एट अल। अभी तक के एक्सपिरियंस में आई डोंट फील लाइक टी इज गुड हियर इन केरला। अनि अनदर थिङ आई नोटिस्ड इज केरलामा ट्राफिक रुल्स चाहिँ जस्ट मान्दो रहेछ। लाइक दे फलो द ट्राफिक रुल्स होइन। ट्राफिक रुल्स चाहिँ फलो गर्दो रहेछ उनीहरूले। आई स पिपल वेयरिङ डबल हेलमेट्स अल्सो। पछि पछाडि बस्दा पनि चाहिँ डबल हेलमेट लगाएको देखेँ मैले। द्याट इज प्रिटी गुड। Another thing is they didn't cross the zebra crossing. That is also very good. I felt like that. So यो चाहिँ मैदाको रोटी हो। यसलाई थोरै यसरी चिकन लिने, आगोमा पोलेको चिकन भएर आई थिङ्क इट्स गुड। टेस्ट पनि मिठो छ। यसरी लिएर त्यो डिप गर्ने माइनिजमा। माइनिज खासै मलाई मन चाहिँ पर्दैन, त्यही पनि ल्याएको भएर आई डिड। अलरेडी आम हङ्ग्री। सो म चाहिँ मजाले खाँदैछु। यो क्याबेज पनि छ, यसरी चिकनको पिस हाल्दै रोटीमा। नाइस। यसरी अल्फम जूस नहीं होना, पानी बस काफी है। इनका ऑर्डर हामीले अहिले खाना खाएको ठाउँबाट चाहिँ मैले त्यो अल्फम भन्ने खाइसकेपछि हामी चाहिँ एक राउन्ड मार्यौँ। ठ्याक्कै तपाईँको ठ्याक्कै न्यू रोड दिल्ली बजार पुरानो बजार जस्तो बाटो रहेछ। माथि पुरै यसो गरेर एक राउन्ड मारेर आउँदाखेरि चाहिँ मजाले मजाको हिँडाइ पनि भयो खाना खाइसकेपछि। त्यसपछिबाट अहिले हामी भर्खरकै एकैछिन भयो, 15-20 मिनट भयो रुम आएको एकदम थकाइ लागिसक्यो, खुट्टा दुखिसक्यो। भोलि बिहानै 5 बजे उठेर मन्दिर जाने कुरा छ। सो भोलि बिहान आजको लागि यति नै भ्लग गरौँ। भोलि बिहानदेखि मन्दिर गएदेखिको सबै चाहिँ भोलिकोमै इन्क्लुड गरौँला है त। गुड नाइट।